हो सार्लाङ जगते बनाइके जेठो छोरो जन्मेछ त्यही हो। आज हामी बाजे नातिबीच 84 वर्ष पुग्न लाग्नुभएको बाजेसँग म कुराकानी गर्नेछु र आजको यो प्रचण्ड गर्मीमा पनि हामी केही समय सितालो ताप्नको लागि यो जङ्गलनिर एउटा सानो पार्क छ, पार्कमा बसेर विगतका कुराहरू र अहिलेको कुराहरू बिचमा हामी छलफल गर्नेछौँ। हजुरबा कस्तो लागिरहेको घुम्न? रमाइलो छ नि एकदम राम्रो का तराई ठिक कि पहाड ठिक? ठिक त यहीँ छ नि, सम्म ठाउँ छ, पहाडमा हावापानी चिसो छ, त्यही हो। तर गर्मी छ होइन? यहाँ चाहिँ गर्मी छ, न त एकदम सम्म ठाउँ छ, तर खाना मिठो हाम्रो पहाडमा छ। गल्लामा चिसो पानी जे खाए पनि ताजा ताजा तिखर छ, यहाँ गल्लो छ। गलुवामा चिसो हावापानीमा गण्डाईको हावासँगै खाएको होइन? हावा आउँछ सर्लक्क, हिमालको हावा आउँछ, हिमाल देखिन्छन्, धौलागिरी बाबुको बजार ढक्क देखिन्छ, मालढुङ्गाको पुल देखिन्छ, एकदम रमाइलो छ कि नि हाम्रो बाबुढुङ्गा। ल अब यता सितालोतिर बस्नु, ल कहाँनिर सितालो छ, उता सितालो छ होला, त्यहाँनिर खेल्दैन एकछिन अनि ल हुन्छ, केटाकेटी खेल्न दिनु ल। खेल खेल तिम्रो खेलिरहेछौ? ओहो यता लक्षणहरू खेलिरहेछ, त्यो धेरै लड्ला फेरि तिम्रो है, पर्दैन अहिले लड्ला ऊ फेरि लड्ला नि है, खेलेर खेल्नु है। यस्तो हजुरबा पनि ठक्कै मेरो आडा उभाएर लाएर म कोट लाएर टेन्ट गरेर हालिदिन्छु नि। हेर्नु चाहिँ हजुरबा भन्छ, के गर्ने भो राखु आयो भने पठाइदिन्छु सबैलाई भन्छ। मान्छे त एकदम उछेक भएर। के अरे हजुर त कोइला खानी बस्नु भएन? कोइला खानी त गर्मी हुन्थ्यो? उहाँ त शीतल हो नि, कोइला खानी त एकदम राम्रो। कोइला खानीमा हो र? भित्र बसेर कोइला पनि काटेँ। आखिर त्यो पहिला सिधा झुलमा काट्नेले त्यसलाई निकालिदियो, मलाई हालिदियो, त्यहाँबाट भोलिपल्ट भित्रैमा आँट्छु भन्नु कुरे म सिपालु भयो त्यो भन्दा त्यहाँ छोडेर हिँडेको हुनुभयो। पानी हो। के अरे कोइला खानीमा तपाईँ कति वर्ष उमेरमा जानुभएको? म कति वर्ष गएँ, कोइला खानीबाट आएपछि लक्ष्यमा जन्मिदियो का। ए छामा जन्मेको चाहिँ कोइला खानीबाट आएर 25 सालमा हो। हजुर। त्यहाँ 26-27 सालमा जेठी छोरी जन्मिदियो। अनि त्यहाँबाट कान्छो जन्म, ती 3 वर्षका फेर छन् के अरे। अनि त्यहाँबाट त्यो छोरीलाई छोडेर गएको हुँ। अनि त्यहाँबाट आएपछि कान्छो छोरी जन्मिदियो। कोइला खानी भनेपछि त्यति बेला त के हिँडेर जानु पर्थ्यो कि होइन? यहीँसम्म हिँडेर आइयो के अरे। कहाँसम्म? यहीँ बुटुलसम्म? अनि त्यहाँबाट गाडीमा गइयो। भने बागलुङदेखि बुटुलसम्म हिँड्नै पर्थ्यो? हिँड्नै परेको नि, 3 दिनका दिन आइन्थ्यो। त्यो बेलाको मान्छे त्यस स्वास्थ्य हुन्छ नि त होइन? 3 दिनका दिन बागलुङबाट हिँडेको, 3 दिनका दिन बटौली आइन्थ्यो। बटौलीबाट नुन बोकेर जाँदाखेरि 6 दिन लाग्थ्यो, 9 दिनका दिन घर पुगिन्थ्यो। हो भने त्यस्तो रहेछ पहिला। अब अहिले नि अब अहिले मान्छे अलिकति हिँड्दा थाक्छन्। अहिले त्यस्तो दुःख थियो नि हामीलाई। रानीघाटमा डुवा तर्ने, त्यो डुवा 2 अमल देखिन्थ्यो बिच, त्यस्तो डुबो 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 भन्ने डर लाग्ने, डुबे खतमै भयो नि। रानीघाट भन्नाले? रानीघाट कहाँ? कालीगङ्गा। ए त्यो त पहिला ऊ थियो, डुङ्गा तर्ने हो? डुङ्गा तर्ने पुल कहाँ थियो त नि? त रानीघाटमा पक्की पुल पारेर धर्म गरेर दुनियाँ तारेर जिँदै गएका थिए, डुङ्गा तर्न पर्ने। अहिले यही बाटो आएर तल हालिन्छ क्या पुल कतातिर। ए यो बाटोको पुल, त्यो मालडुङ्गाको पुल नबन्दाखेरि त त्यो पारी जाने त तरेर डुङ्गाबाट नि पारी जाँदाखेरि डुङ्गा, त्यही मालडुङ्गा मुनतिर डुङ्गा लाग्छ नि। कोही चलाउँछ डुङ्गा? बोटेहरू थियो क्या त्यहाँ। अहिले छैनन् बोटेहरू? छैनन् होला। त्यहाँबाट डुङ्गा भयो, त्यहाँबाट फेरि बाँसको पुल गराइयो, पुल वारिपारी गर्ने। त्यहाँबाट पछि आता बाटो आएछ त पुल भने। ए देवी छान बाङ्गे चौराबाट पारी गइन्छ। त्यो पुल तर्नु भयो? तरेको छैन, सकिनँ अहिलेसम्म तर्नु भएन? किन? सक्दिनँ न त। त्यो चढ्नु पऱ्यो नि एकचोटि। यहाँ त मोदीको पुल नि तरेको छैन, कुस्माको। ए कुस्मा जानु भएन? त्यहाँ नि गएको दानावरी क्याप्टनमा गएको, क्याप्टन पारी गएँ। ल साइँदा पारी जाम, अरू जान सक्दैन, 2 भाइ जाम र
माछा खाम पनि गिलास रौसी खाम भने उनी गयो म सकिनँ का सँगै हो नि क्याप्टन लगाएर मलाई नापेको जिम्मेवारी हटाएर गर्नु लाग्यो हजुर छोडिदिनु भयो त्यो बेला भयो अहिले पेन्सन आउँथ्यो होइन किन नआउने नि त्यही भएर छोड्न हुन्न क्या के गर्नु हेराउँदाखेरि भाग्य फालेको छ भने त्यो बेला अप्ठ्यारो परेको फेरि मलाई तलबाट पुरा गर्न पर्यो माथि है ब्यासिनो दुःख थियो फेरि अहिले त आनन्द छ क्या अहिले त घरै गाडी गइरह घरमै गाडी गइरहेको छ सबै कुरा सबै ठिक छ अब मालढुङ्गा सामान छ यति सामान पठाइदियो भने तलतिर जान्छ उतिखेर गएर केटाहरूले ल्याउँछन् खेती जे गरे पनि गजाब छ टाढा जान पर्दैन दैला वरिपरि छ त्यति सस्तो जग्गा घाँस काट्नु पर्ने जानु पर्दैन अहिले बुटा घाँस काट्ला घाँस पुग्छ तर जङ्गलले भरिसकेको छ चलाउने होइन पुरै वन जाने डर लाग्छ घर घर बाघ आउँछ त्यो बिसाउनाको तलतिर एउटा मान्छे बस्छ नि त्यो बुढो त्यो छ कि छैन त्यो तल के तल बस्नु ओडारमा के ए छ नि बुढी मरी एक्लै बस्छ होइन अहिले त छोरा बुहारीसित बस्छन् त उडार छोरो छोरा कहाँ र छोरो नि बाहिर देश गएको थियो त्यही आइन्छ ए सुहासलाई पनि क्यान्सर भयो बुहारीलाई ए बिचरा धन्न धन्न बचाऊ 3 लाखमा बेच्छ गरे कहाँ त्यो आफू बस्ने ओडार मुनितिरको कसले किन्यो त त्यो कताकले त्यो गिटी बालुवा लान्ने किन्यो ए त्यस गर्दाखेरि बुहारीलाई बचायो अहिले उही तल दब्लेको बस्छ क्या छोरा बुहारीसित त्यो बुढो सासी बुढो एकदम चन्नाल हो नि फटायो नि हो एकदम फटाएको हो नि माछा मार्न छोड्नु हो अहिले त गर्नु केही पनि छैन रेडी होला काटेको लान केही छैन एउटा खिचो केही छैन कहाँबाट गयो त्यो माछा कसले खायो त बिख हाल्छ अब भगभग दबाई हाल्छ रातभरि करेन्ट लाउँछ असला माछा होइन मालढुङ्गा गएर पढाइलाई नि भन्नु के गर्नुहुन्छ तपाईँहरूले रातभरि करेन्ट लाएर खोलो यस्तो बनाउँछ तपाईँहरूले हेर्न सक्नुहुन्न भन्दाखेरि कसैलाई मार्छ भन्छन् न तपाईँहरूलाई माछा दिन्छन् रे यहाँ पनि भनेको मैले तपाईँहरूलाई माछा दिन्छन् रे तपाईँहरूले माछा खाएर छोडिदिनुहुन्छ त्यस्तो नगर्नुहोस् तपाईँहरूले हकबिदर्की गर्नुहोस् पनि भनेको मैले असला माछा होइन त्यस्तो राम्रो अहिले एउटा खिचो केही छैन क्या गङ्गा पनि छैन होला क्या ठाउँमा बाँध लगाइदिएको छ कालीगण्डकी माछा खान्छन् हो रिटी खोला पाइने असला माछा के माछा रिटे खोलामा पनि उयो हो नि असलै पाइन्छ क्या हो अझ माछा पाइन्छ दरममा दरम खोला उता गोलगोटतिर माछा विश्व असला दरम खोलाको असाध्यै मिठो हुन्छ होइन ऊ हाम्रा खोलाको जग्गा हो नि त्यो माछा मगाउनु पर्यो यार त्यो असला माछा एकदम मिठो हुन्छ कि मैले अहिलेसम्म खाएन एकदम हाम्रो खालि असला त मार्छन् कि खै अहिले एउटा नामै केही छैन क्या त्यो अस्ति छोइलेर मैले त्यो भिडियोमा हेरेको सर्लक्कको खोलो छ त्यो असलै असला छ क्या यात्रा असला माछा ठुकाइसकेर गाडो चाहिँ हेर्दाखेरि हो त्यस्तो नि बनाएको छ क्या के गर्ने अब अहिले छैन होइन अहिले केही छैन क्या कहीँ केही छैन असला माछा त्यसै चट्टा खाना पाएँ पाइएन क्या माथि अब अहिले त बिचरा अब के सबै ठाउँ छोडिसक्यो अब पाहाडतिर छोडेको होइन गोलकोटतिर गएर आफै मार्नाला भनेको छु क्या म गोलकोटमा त्यहाँ गएर बस्ने ठाउँ छैन फेरि ए मेरो 2-4 जना भएर जाने स्वाट ऊ गर्ने भनेको थिएँ के अरे अब हरायो अब यत्तिकै भयो लोटाउला है चेपु पर्ला ल ल हिँड दामा आऊ हजुर कस्तो लाग्यो यो यहाँ घुम्दाखेरि एकदम रमाइलो लाग्यो ओहो ठाउँ राम्रो छ यहाँ ठाउँ एकदम राम्रो छ खुब राम्रो बन्दोबस्त गराएर जाउँ क्या यहाँ यो सरर यसो हेर्दाखेरि होइन राम्रो जम्मै फुलहरू सारेर चप्प मिलेको सबै कुरा खुब रमाइलो लाग्यो अब घर जाने अब भोलि घर जाने बाँचे आइसाल आएर फेरि यही घुम्ने इष्टसित है